है गाइस, आज चाहिँ टक्क ढिँडो खाँदैछु है। म चाहिँ टक्क ढिँडो र लोकल कुखुराको लोकल भाले तिहारमा काटेको टक्क यस्तो बनाएर होइन साइजहरू लोकल कुखुरा प्याज पनि छ गाइज, हरियो खुर्सानी। अब सुरु गरौँ है ढिँडो खान। धेरै दिनपछि खान थालेको। मकटा पनि आइसक्यो। सुरु त अब लोकल भालेको मासुबाटै गरौँ होइन। भालेको मासुबाटै गरौँ। टक्क खानुपर्छ है गाइज। धेरै दिनपछि बल्ल यो मुस्ताङको के अरे के गुरुङले खानुहुन्छ कि त्यस्तै बनाएर खान थालेको लोकल कुखुराको झोल। मासु चबाउँदै ढिँडो खान जानुपर्छ। मलाई पनि खान एकदम टाइम लाग्छ, फेरि म बिस्तारै खान्छु। म छिटो खान सक्दैन होइन गाइज। पिरो लोकल कुखुराको झोल पिरै रहेछ। त्यसरी खुर्सानी त खानै नपर्ने रहेछ। प्याज खायो भयो। यो कुरुसियामा जहिले भात खाँदा वक्क भएर टक्क ढिँडो खानेको। हड्डी हुन्छ क्या फेरि यो लोकलमा। फेरि सर्लकै निल्नुपर्छ क्या, चबाउनै हुन्न। आहा कसैले ढिँडो टक्क सिद्रा त्यो पानीसँग यसरी चोपेर खान्छ। मलाई यस्तो टन्न झोल चाहिन्छ क्या, तरकारीहरू टन्न चाहिन्छ। म त्यस्तो चोपेर खान सक्दिनँ। म त्यस्तो ढिँडोलाई लटपट बनाएर झोलमा होइन अनि बल्ल खाने हो। गाइज त्यो ढिँडो बनाउने काठको नभएर मैले अहिलेसम्म खाएको थिइनँ कि। आज त मलाई अति खान मन लागेर मैले यस्तै पनिमले चाहिँ बनाएँ। गजब। त्यसरी ढिँडो पनि टन्नै हालेको क्या आज लोकल कुखुरा बनेको बेलामा। तातो यसमा चाहिँ मैले घिउ राखेँ होइन। 2 चम्मच घिउ राखेँ पानीमा। टक्क बनाएको यस्तो मिठो भएन। हरियो खुर्सानी खानै परेन यार गाइज, पिरै रहेछ तरकारी।
दुई तिनजनाले ढिँडो खाने झोलले मैले एक्लै खान्छु बल्ल। मलाई तन्न चाहिन्छ क्या। लगाएपछि लोकल कुखुराको झोल हड्डी हड्डी हुन्छ होइन। लोकल भाले यति ठुलो थियो कि होइन, 3-4 किलो रहेछ त्यो भाले। कोरेसामा पनि लोकल भाले खाइयो। मेरो त छुट्टै हुन्छ। यो भात त चामल खाँदा खाँदा वाक्क लगाइसक्यो। पुरै प्लास्टिक जस्तो छ, भातै मिठो हुँदैन। पिरै रहेछ, खुर्सानी खानै परेन यार। के बिजा यार। छुट्टै मजा आयो। ल है त गाइज, मलाई चाहिँ